त्रिपुरा नामको एउटा गाउँमा सरला आफ्नो छोरा बिर्जुसँग गाउँमा बस्थिन्। सरला धेरै नै मेहनती अनि इमान्दार महिला थिइन्। श्रीमानको देहान्तपछि भएको सारा ऋण सरलाको टाउकोमाथि नै आइपुग्यो। एक दिन घाममा सरला र बिर्जु खेतमा काम गरिरहेका थिए। बिर्जु, यो बिउको थैली राख्देऊ। पहिला हामी यो खेत जोतम, त्यसपछि हामी बिउ छरौँला। आमा हेर्नुहोस्, एक दिन मैले धेरै पैसा कमाउँछु अनि हामीलाई यो घाममा फेरि काम गर्नु पर्दैन। सरला खेतमा हल चलाउन सुरु गरिदिन्छन्। बिर्जु पनि सबै काममा उहाँको मद्दत गर्छन्। बिर्जु छोरा, साह्रै घाम छ, प्यासले गर्दा गला सुकिरहेछ, अलिकति पानी पिलाइदे। हजुर आमा, तपाईँ यहाँ छायामा बस्नुहोस्, म भर्खरै पानी लिएर आउँछु। सरला घाम सहन गर्न सक्दिनन्। त्यही उभिएको भए रिङ्गटा लागेर उनी लड्न पुग्छिन्। आमा आमा, पानी खानु अनि भित्र गएर आराम गर्नुहोस्, बचेको सबै काम म गर्छु। जब बिर्जु हलो जोत्छन् त्यतिखेर उसको हलोसँग केही चिज ठोकिन पुग्छ। बिर्जु जब माटो पन्छाएर हेर्छन् उसलाई वहाँ एउटा माटोको घैँटो देखा पर्छ। यो माटाको घैँटो यहाँ कसले राख्यो होला? सरला घरबाट बाहिर आउँछिन् अनि बिर्जुलाई काम गर्दै गरेको देखेर भन्छन्, बिर्जु छोरा, अहिले मलाई अलिकति ठिक भएको जस्तो छ, के म तँलाई काम गर्नलाई अलिकति मद्दत गरम? पर्दैन आमा, मैले पुरै खेत जोतिसकेँ, अब केवल बिउ राख्न मात्रै बाँकी छ। मैले बिउ राखिदिन्छु, त्यति बेलासम्म तपाईँ हामी दुईजनाको लागि तातो खाना बनाइदिनु। हुन्छ, तिमी काम गरेर आऊ, तबसम्म म खाना बनाएर राख्छु। जतिखेर बिर्जु थैलो लिन जान्छ त्यतिखेर झुक्किएर थैलो बन्चरोमा लाग्छ अनि थैलो च्यात्तिन्छ। सबै बिउ भुइँमा जताततै छरिन्छ। बिउ टिप्नलाई बिर्जु यताउता सबैतिर हेर्छन्। तब बिर्जुको आँखा माटोको घैँटोमा पर्छ अनि उसले सबै बिउ घैँटोमा भरेर खेतमा छर्नको लागि जान्छ। खेतमा बिउ छरेपछि घैँटोमा केही बिउ बचेका हुन्छन्। बिर्जु खाना खाने जाने बेलामा, घर जाने बेलामा बचेका बिउहरूको साथमै घैँटोलाई घरको बाहिर राखिदिन्छ। त हात मुख धो, म खाना पस्किदिन्छु। आमा, खाना निकै स्वादिष्ट बनेको छ। खाना खाएपछि दुवैजना घर बाहिर खेतमा जान्छन्। सरलाको आँखा बिउले चम्किरहेको माटोको घैँटोमा पर्छ। बिर्जु, यति धेरै बिउ त थिएन हामीसँग, तैँले बाहिरबाट ल्याइस् क्या? होइन आमा, मैले त जति बिउ थियो त्यो सबै खेतमा छर्केको थिएँ। माटाको घैँटोमा त थोरै बिउ बचेको थियो। जस्तै कुनै चमत्कार भए जस्तै त्यसरी नै पुरा खेतमा खेती तयार भइसकेको थियो। दुवैजना यो सोचेर अचम्ममा पर्छन् कि यो जादु कसरी भयो। आमा, यो माटाको घैँटोमा त केही मात्रै बिउ बचेको थियो, थाहा भएन यो कसरी भरियो। यो घैँटो तैँले कहाँबाट पाइस्? यो त जादुको घैँटो हो। यसमा जे पनि चिज तिमी हाल्छौ त्यसै चिजले घैँटो भरिन्छ। आमा, जति बेला म खेतमा जोतिरहेको थिएँ त्यति बेला मेरो हलो कुनै चिजसँग ठोकिएको थियो। जति बेला मैले देखेँ त्यति बेला मलाई त्यहाँ यो घैँटो भेटियो। बिउको थैलो फाटेको हुनाले मैले यो खाली घैँटोमा बिउ भरेर खेतमा छरेको थिएँ। तपाईँले साँच्चै भन्नुभएको छ आमा, यो घैँटोमा त जादु छ। मलाई लाग्छ तिम्रो पिताजीले यहाँ यसलाई लुकाउनु भएको होला। होइन आमा, यदि यो घैँटो बुवासँग भएको भए त मलाई अवश्य भन्नुहुन्थ्यो। यहाँ किन लुकाउनुहुन्थ्यो र? यदि बुवासँग भएको भए अनि बुवालाई कहिल्यै ऋण लिनु पर्दैन थियो। यो घैँटोले बुवालाई धनी बनाउन सक्दथ्यो अनि अब हामीलाई पनि धनी बनाउन सक्दछ। यो घैँटो हामीलाई धनी बनाउन सक्छ? कसरी? मैले बुझिन। आमा, यो घैँटोमा हामीले जे पनि राख्छौँ पुरै घैँटो त्यही चिजले आफै भरिन्छ। यो घैँटोमा जादु छ। पर्खिनु, मैले तपाईँलाई केही देखाउँछु। आमा, मलाई केही पैसा दिनु न। सरला बिर्जुलाई केही पैसा दिन्छन्। बिर्जु उसलाई माटोको घैँटोमा राख्छन्। तर यो के? जसरी नै बिर्जु माटोको घैँटोमा पैसा राख्छन् त्यतिखेर घैँटो बोल्न थाल्छ। सावधान, म भित्र सुन, चाँदी, हिरा, मोती, जवाहरात यहाँ पैसा हाल्यो तब मेरो जादु खत्तम हुन्छ। जादुवाला घैँटोको आवाज सुनेर सरला र बिर्जुले बुझिसकेका थिए कि घैँटोमा सुन, चाँदी अनि पैसा हाल्न मनाइ छ। त्यसैले अब बिर्जु सरलासँग अन्न माग्छन्। आमा, अब तपाईँले मलाई अलिकता अन्न दिनु। जादु भएको घैँटोमा अलिकता अन्न हालेर हेरौँ। सरला बिर्जुलाई अलिकति अन्न दिन्छन्। बिर्जु माटोको घैँटोमा अन्न राख्छन् अनि पुरा घैँटो अन्नले भरिन्छ।
वाह, यो त चमत्कार भयो। अब हामी जादुको घैँटोबाट अनाज जम्मा गर्छौं, फेरि त्यसलाई बजारमा बेचेर धेरै पैसा कमाएर पुरा ऋणहरू सबैको तिरिदिन्छौं। हजुर, अब हिँड्नु आमा। आज यो घैँटोबाट धेरै धेरै अन्न उब्जाउँ अनि म बजारमा गएर सबै अन्न बेच्दिन्छु। बिर्जु चामल, गहुँ, मुङ, चना इत्यादि एउटा एउटा गरेर घैँटोमा हाल्छन् अनि जादुले अन्न उब्जाएर थुप्रै बोराहरू भरेर राख्छन् अनि भोलिपल्ट नै बजारमा गएर सबै अन्नहरू बेचिदिन्छ अनि सबै पैसाहरू जम्मा गरेर सरलालाई दिन्छन्। बिर्जु जादुवाला घैँटोले गर्दा थुप्रै पैसाहरू जम्मा गरिसकेको हुन्छ। अब हामीसँग यति धेरै पैसा छ कि सबैको ऋण तिरिसकेपछि हामी एउटा ठुलो खेत लिएर काम गर्ने मान्छेहरू पनि राख्न सक्छौं अनि राम्रोसँग जीवन जिउन सक्छौं। हजुर आमा, अब हामीलाई घाममा मजदुरी गर्नु पर्दैन। अनि सरलाले सबै साहुहरूको ऋण तिरिदिन्छन् अनि आफू बस्नको लागि ठुलो घर बनाउँछिन् अनि अरू खेत पनि किन्छिन् अनि पुरै गाउँमा अब चारैतिर सरला धनी भएको चर्चा हुन थाल्छ। बिर्जु, पुरा गाउँमा हाम्रै बारेमा नै कुरा भइरहेछ। छोरा, सबैजना हाम्रो प्रगति देखेर खुसी हुन् यस्तो जरुरी छैन। त्यसैले अब हामी ध्यानले बस्नुपर्छ ताकि यो घैँटोको राज कहिले पनि बाहिर नआओस्। हजुर आमा, अब हामीले घैँटोलाई लुकाएर कहीँ राख्नुपर्छ जसले गर्दा त्यो कसैको हातमा नपरोस्। हामीले यसको ठेगाना भोलि नै फेर्दिन्छौँ। गाउँको नजिकैको जंगलमा मङ्गलसिंह नाम गरेको एउटा डाकु बस्ने गर्थ्यो अनि उसको कानमा सरला अब धनी भई भन्ने खबर पुग्यो अनि मङ्गलसिंहले सरलाको घर लुट्ने योजना बनायो। यदि यहाँ कसैलाई धनी बन्ने अधिकार छ भने त्यो मेरो हो। आज राति नै मैले सरलाको घरमा चोरी गरेर यहाँको सबैभन्दा धनी मान्छे बन्छु। रातिमा मङ्गलसिंह डाकु आफ्नो टोलीलाई लिएर सरलाको घरमा आइपुग्छ। उसको कानमा बिर्जु अनि सरलाको आवाज सुनाइदिन्छ अनि ऊ लुकेर झ्यालबाट दुवैलाई चियाएर हेर्छ। आमा, मैले सोचिसकेको छु भोलि हामीले घरभित्र नै एउटा खाल्टो खनेर यो जादु भरिएको घैँटोलाई त्यसभित्र राखौँला जबसम्म आवश्यकता पर्दैन। यसलाई हामी बाहिर निकाल्दैनौँ। हाँ, अब हामीसँग यो जादुगर घैँटोले दिएको सब कुरा छ। अब भोलि बिहानै हामीले यो घैँटोलाई जमिनभित्र गाड्दिनु पर्छ ताकि यो जादुगर घैँटोको राज कसैलाई थाहा नहोस्। जादुको घैँटो पाउनको लागि मङ्गलसिंह बहुलाइरहेको थियो। यतिखेर हाम्रो घरमा को आउन सक्छ? तपाईँले घैँटो लुकाइदिनु, मैले ढोका खोलेर हेर्छु। को हो? यति राति यहाँ के काम छ? म भोको गरिब भिखारी हुँ, मलाई सहयोग गर्नुहोस्। मलाई केही खानेकुरा दिनु साउजी। बिर्जु मङ्गलसिंहको कुरा साँचो मानिहाल्छ अनि उतिखेरै ढोका खोलिदिन्छ। अगाडि मङ्गलसिंह अनि उसको टोलीको हातमा ताकेको बन्दुकलाई देखेर एकदमै आत्तिन्छ। भित्र बोलाउँदैनौ? तपाईँ को हुनुहुन्छ अनि के चाहनुहुन्छ? मेरो नाम डाकु मङ्गलसिंह हो अनि आधी रातमा डाकुहरू किन आउँछन् यो त तिमीलाई थाहा नै होला। हेर्नुस् डाकुजी, तपाईँलाई जे चाहिन्छ लिनुस् तर हामीलाई छोड्दिनुस्। धेरै समझदार छस् त, सिधै कामको कुरा गरिस्। सही छ। अझै पनि मेरो भय पहिला जस्तै छ, यो जानेर खुसी लाग्यो। हामीसँग जति धन छ हामी सबै तपाईँलाई दिन्छौँ। तैँले मलाई मूर्ख सम्झेको छस् बालक। मलाई धन चाहिएन, मलाई धेरै धेरै धन दिने जादु भरिएको घैँटो चाहियो। मङ्गलसिंहको मुखबाट जादुको घैँटोको कुरा सुनेर सरला र बिर्जु अचम्म हुन्छन्। उनीहरूलाई यो कुरा बुझ्न समय लागेन कि मङ्गलसिंहलाई जादुको घैँटोको कुरा पत्ता लागिसकेको छ। हेर्नुस्, हामीसँग केही जादुगर घैँटो सैँटो छैन। यो कुरा अनि तिमीहरू डाकु मङ्गलसिंहसँग चलाखी गर्दैछौ? हामी सत्य बोलेका छौँ डाकुजी, हामीसँग कुनै जादु भरिएको घैँटो छैन। अनि यो के हो त? यदि यो घैँटोमा जादु भरिएको छैन भने अनि यसलाई जमिनमा फालेर फोडिदेऊ, होइन भने म तिमी दुवैजनालाई मारिदिन्छु। नाइ, फोडिदेऊ, मैले भनी फोडिदेऊ। हेर्नु, यो साँच्चै हो कि यो जादुगर घैँटो हो? हजुर, यसलाई राख्नुस् तर बाचा गर्नुस्। घैँटो लिएपछि तपाईँ हामीलाई केही गर्नुहुन्न अनि यहाँबाट जानुहुन्छ। मलाई स्वीकार्य छ, तर कुनै पनि चलाकी गर्यौ भने अनि मैले तिमी दुईजनालाई नै मारिदिन्छु। सरला जादुको घैँटो मङ्गलसिंहलाई दिन्छन्।
के तिमीले मलाई यो जादु भरिएको घैँटोको नमुना देखाउन सक्छौ? यो गोलीलाई घैँटोभित्र हालेर देखाऊ। बिर्जुले मङ्गलसिंहले दिएको गोली घैँटोमा हाल्छ। पुरा घैँटो गोलीहरूले भरिन्छ। यो देखेर मङ्गलसिंह धेरै खुसी हुन्छ। अब म यहाँको सबैभन्दा धनवान मान्छे बन्ने भएँ। मलाई धनवान बन्नबाट कसैले रोक्न सक्दैन। बाटोमा एउटा मौरीले मङ्गलसिंहको वरिपरि घुमेर उसलाई धेरै सताउन थाल्छ। मङ्गलसिंह उसलाई मार्ने कोसिस गर्छ। ती बेला मौरी उसले हातमा लिएको घैँटोभित्र पसिहाल्छ। मङ्गलसिंह मौरीलाई घैँटोभित्रबाट निकाल्न खोज्छ। तबसम्म पुरा घैँटो मौरीले भरिसकेको हुन्छ अनि सबै मौरीहरूले मङ्गलसिंहलाई टोकी टोकी मारिदिन्छ। आमा, डाकु मङ्गलसिंह बाहेक जादु भरिएको घैँटोको बारेमा कसैलाई थाहा छैन। त्यसैले गर्दा अब हामी जङ्गलमा गएर त्यो घैँटो फिर्ता ल्याऊ। हुन्न बिर्जु, लोभ नराम्रो कुरा हो। अब हामीसँग धेरै धन छ जसबाट हामी र हाम्रो आउने पिढीहरूलाई खुसीले आफ्नो जीवन बिताउन सक्छन्। जति छ त्यतिमा सन्तुष्ट हुन राम्रो कुरा हो। धेरै लोभ गरेर हाम्रो जीवन मङ्गलसिंहको जस्तो हुन सक्छ। बिर्जु सरलाको कुरा राम्रोसँग बुझिहाले अनि दुवैजना आफ्नो जीवन सुख र शान्तिले बिताउन थाले। तपाईहरुलाई हाम्रो यो भिडियो मन परेमा हाम्रो च्यानललाई प्लिज सब्स्क्राइब गर्नुहोस् अनि साँच्चै भिडियोलाई लाइक र शेयर गर्न नभुल्नुहोला। धन्यवाद।